तपाईहरुलाई देखाउन गइरहेको छु जुन कि फास्ट ट्र्याकमा टोल प्लाजा बन्दै गरेको अवस्थामा छ। के कसो कामहरु भइरहेछ यो तपाईले चित्रमा देखेकै जस्तो टोल प्लाजा फास्ट ट्र्याकमा निर्माण भइरहेको छ। यस्तै सेम टु सेम यस्तै हुने हो। यसरी हेर्न सक्नुहुन्छ चित्रमा देखाए जस्तै अगाडि तपाईहरु अझै हेर्न सक्नुहुन्छ। म तपाईहरुलाई देखाउन गइरहेको छु र यसरी हेर्न सक्नुहुन्छ चित्रमा। भिडियो अलि लामो हुन सक्छ, त्यही भएर यसलाई मैले दुई पार्टमा विभाजन गरेको छु। यो फर्स्ट पार्ट हुनेछ। यसमा कतिको निर्माण भएको छ भनेर तपाईहरुलाई जानकारी गराउने छु र अगाडिको दिनमा पनि यो कन्स्ट्रक्सन भइसकेपछि पूर्ण रूपमा सम्पन्न भइसकेपछि पनि तपाईहरुलाई म देखाउने नै छु। ल यसरी हेर्नुस्, यो फाउन्डेसनहरुको कामहरु यसरी भइसकेको छ। कन्क्रिटिङ पनि भइसकेको छ, रिबारहरु प्लेसिङ पनि भइसकेको छ। यसरी हेर्न सक्नुहुन्छ भिडियोमा। तपाईहरुले यसरी टेक्निकल सर हुनुहुन्छ नवराज सर, यहाँको सुपरभिजनमा हुनुहुन्छ। यसरी हेर्न सक्नुहुन्छ निर्माण अवस्थामा छ। यो जुन कि फास्ट ट्र्याकको निजगढ ठ्याक्कै 1.5 किलोमिटर अगाडि यो हाइवेको अगाडिमा बन्दै गरेको यो टोल प्लाजाको दृश्यहरु यसरी देख्न सक्नुहुन्छ। तपाईहरु हेर्न सक्नुहुन्छ यसरी कन्क्रिटहरु भइसकेको अवस्था र बिल्डिङहरु पनि पूर्ण रूपमा अहिले नभएको निर्माण अवस्थामा नै छ र यसरी देख्न सक्नुहुन्छ तपाईहरुले। यसरी कन्क्रिट भइसकेको छ र फिलिङको कामहरु अझै नै बाँकी नै छ। यो पूर्ण रूपमा भइसकेपछि पनि तपाईहरुलाई म अपडेट गराउने नै छु। अहिले यो हेर्न सक्नुहुन्छ रिबार प्लेसिङ यति हाइटमा हुनेछ यो टोल ट्याक्स। यसरी हेर्न सक्नुहुन्छ तपाईहरु। अब लागौं अगाडितिर। यसरी एक्जाभेसन भएको अवस्था र फिलिङ पनि अझै बाँकी नै छ। यहाँ बिल्डिङहरु पनि निर्माण अवस्थामा नै रहेको यसरी हेर्न सक्नुहुन्छ। भ्यू पनि यहाँको एकदमै राम्रो रहेको यो हेर्न सक्नुहुन्छ। यो बिल्डिङ पनि निर्माण अवस्थामा नै रहेको छ र यसरी यो स्टोरेज बिल्डिङ रहेको छ र यसमा सामानहरु स्टोर गर्नको लागि नै यो निर्माण गरिएको र त्यहाँ हेर्न सक्नुहुन्छ तपाई ग्यारेज पनि रहेको छ। यसमा अझै अगाडि तपाईहरुलाई अझै के कसो निर्माण भइरहेको छ भनेर जानकारी गराउने नै छु। यो भिडियोमा लास्टसम्म बन्दिनु होला। यसरी हेर्न सक्नुहुन्छ तपाईहरु। यो मेन बिल्डिङको रूपमा रहेको छ र यो बिल्डिङमा स्टाफहरु बस्नको लागि नै खासमा बनाउनु भएको छ। यसरी हेर्न सक्नुहुन्छ। यसमा अर्कै डिजाइनको इटा लगाउनु भएको छ, प्रयोग गर्नु भएको छ। यो इटालाई फेयर फेस इटा भनेर चिनिन्छ र यसमा तपाईको हेर्न सक्नुहुन्छ यो फेयर फेस इटा। यो लगाउँदाखेरि एकदम राम्रो सर्फेस देखिन्छ। एकदम बिल्डिङको सौन्दर्य बढाउने काम गर्छ यसले र यसरी हेर्न सक्नुहुन्छ। यो हेर्नु सर्फेस कतिको राम्रो देखिन्छ। यसमा टाइल लगाउन कुनै जरुरी अब पर्दैन यसमा र हेर्न सक्नुहुन्छ अलिकति महँगोमा पाइन्छ तर यो एकदम बिल्डिङलाई अझै राम्रो देखिन्छ र यसरी हेर्न सक्नुहुन्छ पल्लो बिल्डिङको पनि सर्फेस यसरी राम्रो देखिरहेछ र तपाईहरु हेर्न सक्नुहुन्छ यो स्ट्रेस बिल्डिङ पनि एकदमै राम्रो रहेको छ र अहिले पूर्ण निर्माण अवस्थामा छ। यसरी धमाधम यो फेयर फेस इटाको प्रयोगले हेर्नुस् यो कतिको राम्रो सर्फेस देखिन्छ। यो लेबरहरु पनि धमाधम काममा व्यस्त हुनुहुन्छ। यसरी हेर्न सक्नुहुन्छ बिल्डिङको सौन्दर्यता।